आकस्मिक गर्भनिरोध भनेको असुरक्षित यौन सम्पर्कपछि गर्भधारण हुनबाट रोक्न मद्दत गर्ने एउटा विधि हो। गर्भधारणको योजना नभएकाहरू जसको असुरक्षित यौन सम्पर्क भएमा निम्नलिखित अवस्थाहरूमा आकस्मिक गर्भनिरोधको प्रयोग गर्न सकिन्छ। लगातार 3 दिनसम्म गर्भनिरोधको मिश्रित चक्की खान छुटेमा वा पुनः नयाँ पत्ता सुरु गर्न 3 दिन वा बढी ढिलो भएमा, 3 महिने सुई अथवा डिप्रो भेरा लिनुपर्ने मितिभन्दा 4 हप्ता बढी समयसम्म लिन ढिलो भएमा, वीर्य बाहिर खसाल्ने विधि असफल भएमा, आयुसिडी वा हर्मोनयुक्त गर्भनिरोध इम्प्लान्ट आंशिक वा पूर्ण रूपमा बाहिर निस्किएमा, कन्डम चिप्लेमा, चुहिएमा वा फुटेमा, प्रजनन सतर्कतामा आधारित विधिको गलत गणना भएमा, बलात्कार भएको अवस्थामा र कुनै पनि गर्भनिरोधको साधन प्रयोग नगरेमा। आकस्मिक गर्भनिरोध सेवा कार्यक्रम कार्यान्वयनका लागि सहजीकरण सामग्री 2078 अनुसार आकस्मिक गर्भनिरोध चक्की अथवा इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स असुरक्षित यौन सम्पर्क भएको 120 घण्टाभित्र प्रयोग गर्नुपर्दछ। तर असुरक्षित यौन सम्पर्कपछि जति चाँडो खायो त्यति बढी प्रभावकारी हुन्छ। 120 घण्टाको गणना गर्दा असुरक्षित यौन सम्पर्क भएको समयदेखि गणना गर्नुपर्दछ। कुनै पनि उमेरका व्यक्ति वा महिलाहरूलाई आवश्यक परेको खण्डमा आकस्मिक गर्भनिरोधको सेवा सरकारी स्वास्थ्य संस्थाहरूबाट निशुल्क रूपमा प्रदान गरिन्छ।